के टिप्नु भएको यो मरिलो कि मलिलो के भन्दो रहेछ मरिलो मरिलो यो बाटो के हुन लुगा फोर फेर भयो कि उतैबाट जाउँ हेर त डोरी पकडा न डोरी समात्यो नि तिमी केटी हो फेरि डोरी दिएन तिमीले के गर्ने त मैले गुड मर्निङ सबजनालाई मेरो फेरि नयाँ ब्लग अर्को आइसकिरहेको छ ल निकै समय पछाडि लिएर आएँ आउनु चाहिँ कामको व्यस्तताले गर्दा त्यही पनि अब आज टक्क है साकुराकै यहाँको अब यसो जापानको फेमस फुल अरे होइन साकुरा सेसन अब डाँडामा टक्क गरेर हेर्छौँ हामी है टक्कै हेर्छौँ तपाईँलाई यसो देखाउँछु ल अहिले भरे भेटौँला त्यो माथिदेखिको डाँडामा जाँदैछौँ अहिले चाहिँ हामी बसमा चढिसकेको छौँ नि बसमा त चढेको सबैजना जाँदैछौँ है जाने डाँडा उयो हो हाम्रो टक्क अब तपाईँहरू म त्यहाँ पुगेपछि टक्कै देख्छु के झरेछ अलिअलि केही देखाइदिन्छु हाम्रो बाटोहरू कस्तो के छ भन्ने कुरा यसो हेरेर सायद यसो हेर्दैन होला निकै पछाडि आइरहेको छु अहिले चाहिँ हामी गाडीमा चढिसकेका छौँ अब हामी यहाँ अगाडि जुस किन्छौँ होइन जाँदै टक्क यहाँ बेबेप्सर चाहिँ यहाँ मस्टर निकाल्दै हुन्छ है हामी सब बुझ्छौँ हजुर टक्कै यही हो बाटो जाने अब यहाँ यसरी जाने अरे होइन यहाँमातिर लिएर अरे यसरी जाने अरे ए यस्तो जाने अरे बाटो सरर बाटो छ होइन यहाँबाट हाम्रो अब सुरु भयो हाम्रो साकुरा हेर्नु जाने ट्रेकिङ पैदल यात्रा होइन अब टक्क जाने माथि डाँडामा पुगेर नि यसो अलिअलि हेर्ने भ्यूहरू अनि यस्तै छ हेरेर आउनु बाटो यो ठाडो बाटो यो उकालो यहाँबाट हामी के टिप्नु भएको यो मरिलो कि मलिलो के भन्दो रहेछ मरिलो मरिलो टाउकोले हिँड्छ है दिदी कसरी ल्याउनुहुन्छ त्यस्तो भन्यो कुरिलो टुप्पो भन्दैछ सरले देखाऊ है It's a Kurilu times. Thank you. Arigato. ब्रेक टाइम मिठो अर्को एउटा फेरि खाएर मिठो एकदम ओके दाइ दिदी हामी कहाँ गएको भनिदिनु पर्यो हामी चाहिँ यामा चढ्न गएको होइन चढ्दैछौँ अनि यो चाहिँ चुईको भ्लग हो तपाईँहरूले सब्सक्राइब सेयर सब्सक्राइब लाइक एन्ड कमेन्ट गरिदिनु थकाइ मेटाउने जुस हजुर मस्त खाउँ थकाइ मेटाउँ हिँडौँ विवेक दाई
चाहिँ हामी लगभग पुग्न लाग्यो साथी। यहाँ हेर्नुहोस् है, अब हामी यहाँ दुईवटा बाटो आइरहेको छ। यताबाट यहाँ गाडी पार्किङको बाटोहरू जान्छ होइन, अनि यताबाट चाहिँ अब एडभेन्चरको बाटो छ। हामी चाहिँ अब टक्क यो बाटो जान्छौँ, ठाडो एडभेन्चर लिँदै। अब लेट्स मुभ। अब हामी चाहिँ एडभेन्चर गर्ने बाटोतिर लागिसक्यौँ टक्क। हेर्नु यहाँ गाइस, यो डोरी छ, यो डोरीमा टक्क समाउँदै जाने है यसरी। आमा गाह्रो छ है, डोरी तान्दै जाने हो। डोरी तान्ने आउने, डोरी आएन, डोरी माथि पक्रिनु। खै म यहाँ पक्रिदिन्छु देऊ त ल, गाटो पक्रिदिन्छौ ल। शान्तिको टिकटक बनाइदियो एउटा, के हुन लुगा फोर फेरि भयो कि उतैबाट जाउँ। हेर त डोरी पक्रा न। हेर्नु नि यस्तो डोरी तानेर सरर जानुपर्छ माथि। हैट चढेँ म त बल्ल तलै, म त पुगेँ। म त्यही डाँडामा आइपुगेँ। अब अरू यहाँ तल आउँदै हुन्छ, उहाँहरूको भिडियोमा टक्क घुमाएरै देखाइदिन्छु तपाईँलाई। हेर्नुहोस् गाउँ ठाउँ सहर बजार है। उताएर डोरी उकालिदिन्छु, शान्ति प्याकलाई थियो भने। चस्मा लाएर हल्का भाइ, तिमीको नाम हल्का भाइ अरे। अब यति डोरी तान्ने भइगयो पिताई म त के गर्ने होला। यस यु क्यान डु इट। यति त चढिहाल्छ, तिमीले यति गर्यो भने भविष्यमा तिमी रोडिजमा जान सक्छ। ओ माई गॉड, ओ माई गॉड, त्यहाँ किन तान्ने, डोरीमा तान्ने क्या। मैले भात खिच्ल्यो भने चाहिँ रोटी जानुपर्छ कि रोटीमा नै होस्न त जान्न। कस्तो नेटै नचल्यो है आज त। फाइनली अहिले हामी ठ्याक्कै आइपुगिरहेको छौँ होइन। ठ्याक्कै यस्तो छ भ्यू हेर्नु है। खै कहाँ छ सिटी? गाउँहरू यस्तो छ। खै म कताबाट झर्ने अब? रक्सी त झन् चढाइदियो त भगवान्लाई। यस्तो छ लु न त्यही पैसा स्विङ छ यहाँ, यता सबै अब हुन्छ। टक्क अब चाहिँ हामी के गर्नु लागेको? अब चाहिँ हामी यहाँबाट फर्किन लाग्यो। यहाँमा चढिसक्यो, मेन टप अफ द रोड। टक्क अब चाहिँ हामी फर्किँदैछौँ होइन। अब हामी यहाँ तल गएर हामी ल्याएको खाजा के छ, खाजा नास्ता खाएर अनि फेरि हामीदेखि बिस्तारै हामी फर्किन्छौँ। त्यो पनि एकछिन तपाईँहरूलाई देखाउँछु यसो अलिकति। अब हाम्रो डाँडा भ्यू त यस्तै हो, देखिहाल्नु भयो होइन। साकुरा हेर्नु आएको, खासमा साकुरै भेटेन त्यस्तो मजाको। फेरि सबै झरिसकेछ, अब पौडिसकेछ भनौँ न। अलिकति ढिलो आइएछ, समयले अलिकति साथ दिएन, भ्याइएन। त्यही भएर अब यस्तै छ कहीँ साथीहरू, केही छैन। ल ठिकै छ त्यही पनि। ल साथीहरू, हामीले खासमा साकुरै हेर्नु आइरहेको थियौँ। यहाँ रहेछ अलिअलि स्यासमिसै देखियो सर है। यहाँ पार्किङमा रहेछ कि अलिअलि। अब टक्क हामीले यहाँ खाजा खाने हो, टक्क अनि जाने हो। हेर्नु न यहाँ कस्तो बवाल देखिरहेको छ साकुरा। ल साथीहरू, ल अहिले म खाजा खाने भेट्छु। यहाँ फोटो खिचिदिनु पर्ने पऱ्यो ल। हेर्नु साथीहरू, यही हो साकुरा जापानको। कस्तो बवाल फुलिरहेको छ हेर्नु, ढकमक्क रुखभरि सेतै छ है। जङ्गलै के पुरै सेतो जङ्गल।
क्या बाबा यहाँ टक्क अब हाम्रो खाना लाउनु लागिरहेछ यहाँ सबै तयारी हुँदैछ धमाधम भोक लागिरहेछ अब के छ यहाँ ठ्याक्क देखाउँछु निस्किँदैछ धमाधम ठुलो प्लास्टिकमा त्यसमा खाने हो नि मैले हालेको मलाई थाहा भएन कि यहाँबाट कस्तो आउँछ साकुरा 1 2 3 4 5 6 भएन यो राख्ने एकछिन थप्ने त्यो शान्ति उत्तर साइडमा राख यो थप ल अब चाहिँ हामी यहाँबाट नि फर्किँदा भइसक्यो टक्क हामी चाहिँ यहाँ फर्किन्छौँ आजको यात्रा मेरो यहीँ सकियो यहीँ समाप्त भयो है अब यस्तै हो अब फेरि पछि पनि अर्को नयाँ भ्लगमा कहिले भ्याउँछु त्यति बेला फेरि आउँछु अब आजको भ्लग चाहिँ मैले यहीँदेखि अन्त्य गर्दैछु होइन अब मेरो समय मिलेसम्म फेरि आउँछु समय मिलेन भन्दा हजुरहरूलाई त्यो भिडियो बनाएर हाल्न पनि भ्याउँदैन टाइम पुग्दैन त्यही भएर खासै हालिदिँदैन त्यही भएर सब यहाँ प्याकिङ तयारी गर्दै हुन्छ यहाँ सबजना हाम्रो ठाउँ वा बाबा ल